गाइज वेलकम टु माई ब्लग हैन हामी चाहिँ यहाँ गेम खेल्न आएको थियौँ यस्तो भयो गेम खेलेर हैन त्यही हो हारियो शान्त भएर जाने यस्तो छ हुल चाहिँ हैन यस्तो टक्क खेल्दै भाले म्याच अरे भाइहरूसँग आएको थियौँ हैन खेल्यो गयो हारि गयो अब यस्तै भयो हाम्रो मेन त एम्पायरै भन्नु नि त ल जाने बर भयो जस्तो छ यार यहाँनिर चाहिँ हाम्रो दुईजना अगाडि जाँदैछ अब यस्तो छ हुल चाहिँ बर हाम्रो के अरे भाले उठाउने अरे खोइ हेरौँ मनमा भाले उठाउनेको भाले उठाउने ए भाले उठाउने म्याच नरिसाउ न हो केटा हो भाले अब अर्को पाल नेक्स्ट टाइम त्यो हो हैन ओटसोट फुटाइयो मजाले अब चल्दिने अब हुँदै गरेको अब अन्डर 17 मा हामी नै फेरि आउनेछौँ फेरि खेल्छौँ नि त त्यस्तै हो लड्यो अब जाने चियासा खाने घर चल्दिने होइन यो भाइको नाम तिम्रो भाइ नाम के अरे यो भाइ पनि खतरा खेल्छ नि गेम त्यो भाइ तिम्रो नाम भविष भविष यस्तो ब्लडहरू आइरहेको छ A few inches later, 2 hours later. हेलो गाइज वेलकम ब्याक टु नहाँस्नु आजको मौसम चाहिँ यति नै छ होइन गाडाङ गुडुङ पनि गर्दैछ हल्का पानी पर्ला जस्तो नि छ होइन ओइ 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 यो त हाम्रो गाउँको काले भाइ होइन काले भाइ हो ओइ के हो भाइ कहाँ पुगेर ल ल के भयो यहाँ चाहिँ कडा आयो भाइ ए दाइ यस्तो गरिदिएको होइन दाइ ए खानु होइन दाइ तर मैले पनि हानिदिएको नि दाइ 2-3 फर्काइदिएको दाइ होइन तर यहाँनिर लागिसक्यो दाइ धाने कस्तो गिरी भएछ नि होइन के हो यस्तो समातेको थियो नि दाइ कसम भनेको होइन दाइ त्यसको त घाँटी नि प्या भयो दाइ कसम भनेको दाइ मैले कस्तो भाइलाई चिनिनँ नि यारमा कस्तो अलिकति त्यो उयो भएछ कि ए अब्बुई यो रहेछ नि त फेरि यो पेन चाहिँ फेरि कहाँबाट हो कहाँबाट गुच्चीको चप्पल अम्बो के हो दाइ पस हेर्ने दाइ पस देखाउन भाइ यसो आन न दाइ पस नदेखाम होला हौ दाइ बिक्री हुन्छ नि त दाइ के भयो देखाउ दाइ के भयो त भाइ नदेखाम हौ दाइ देखाउने पैसा त दाइ छैन रहेछ नि हो दाइ भोलि ल दाइ पैसा चाहिँ ल दाइ ल यो भाइ त दाइ फोन पनि हेर्ने फोन त नदेखाम हेर्दिम भाइ महँगो दाइ यार जति लाखको भयो नि हेर्दिम भाइ ए दाइ हेर्नु न हेर्नु दाइ डान्स दियो नि दियो ओइ 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 दियो हाम्रो काले भाइ चाहिँ हाम्रो गाउँको काले भाइ दियो मगाएको उनाना त नि ल कस्तो आउँदैन नि त दाइ दिन्छ है ल ड्रिप्पी हो ड्रिप्पी यसको सुन न त्यति बेला चाहिँ बनाउनु पर्छ के अरे त्यो गङ्गटा हुन्छ त गङ्गटा भन्छ गङ्गटा हुनेलाई के भन्छ त्यो ब्लगमा निकाल्दियो होला त्यो केटाहरूले हाम्रो यो सब्सक्राइब हान्नु पर्यो केटा हो सब्सक्राइबै हो तिनीहरू हाने सब्सक्राइब नमस्ते गाइज तपाईहरु जसले नि भिडियो हेर्दै हुनुहुन्छ अब जहाँबाट हुनुहुन्छ देश विदेश तथा
खाडी मुलुक युरोप जहाँ हुनुहुन्छ सब्सक्राइब हानिदिनु होला लाइक सब्सक्राइब सेयर सब हानिदिनु होला गाइज अब दामी दामी कन्टेन्ट लिएर आउनेछौँ हामी जस्तै कि देखिहाल्नु भयो अहिले ड्रिप्पी त्यस्तै अब हाम्रो दिमागमा कति छ हाम्रो त गाइज के भयो अरे त्यसलाई के भन्छ प्रन्जित होइन माइनक्राफ्ट त्यो के अरे ब्लग होइन कन्टेन्ट त हाम्रो दिमागमा कति छ गाइज कति हजारौँ लाखौँ करोडौँ छ कि दिमागमा झिक्नु मात्रै थाल्नु मात्रै बाँकी छ त्यस्तै गाइज अब दामी दामी आउँछ हेर्दै जानु होला रमाइलो गर्दै जानु होला लाइक सब्सक्राइब हान्नु चाहिँ नबिर्सिनु होला त्यही हो धन्यवाद धन्यवाद तर बर्गिदिए म त्यो अङ्कल पनि कस्तो हाँसिदिएको क्या दोकानको अङ्कल मरिसे दोकान होइन जाउँ न त के किन्नुपर्ने छ भनेको पुलाउ छ भन्छ पुलाउ छ भन्छ क्या त्यो गङ्गाटा हुन्छ त गङ्गाटा त्यसलाई के पो भन्छ भनेर सोधेको होला होइन प्राउन भनेको त्यो अरे क्या अङ्कल कस्तो हाँसिदिएको थियो कस्तो गियो हामी जो पर जानुपर्ने होइन दाइ टक्क अरू त्यो दुईजना चाहिँ कहाँ गयो मलाई पास गरेको ढोक गरे सबैजनालाई मेरो प्यारो प्यारो के अरे सब्सक्राइबरहरूलाई अनि मित्रहरूलाई म चाहिँ दिदी बहिनी तथा दाजुभाइहरूलाई होइन अब भ्लगर अलिक खतरा चाहिँ छैन होइन खतरा चाहिँ छैन अलिक आज बोल्न नसकेको क्या म त्यही भएर चाहिँ के चाहिँ भयो केटाहरू साह्रै गाह्रो नै भएको रहेछ होइन हाम्रो बोल्ने कस्तो गिरी भइरहेको हाम्रो गाउँको त्यो कहाँको पो हो इटरी कि कहाँको हो पागल हो भन्ने यता हाम्रो चाहिँ उसको साथी हो अनि How? I don't know. यो चाहिँ हाम्रो नेचुरल भ्युजहरू हो What? Bro, what are you talking about, man? हाम्रो गाउँको भ्युज अरे भ्यू ए भ्यू अरे ए होइन नेचुरल भ्यूहरू यस्तो राम्रो राम्रो छ आएर टक्क फोटोसोटो खिचिदिनु होला फोहोर मैला चाहिँ नगरिदिनु होला अब गर्लफ्रेन्ड बोयफ्रेन्डसँग आउँदाखेरि बुझ्नुभयो नि बुझेँ ल ठिक छ बुझ्नुभयो भने ठिकै छ होइन नबुझ्नु भएन भने फेरि एकचोटि सम्झाइदिन्छु यो चाहिँ हाम्रो डाँडा खड्का बसन्तपुरको बिचको के पो भन्छ के को पेट्रोल पम्प होइन बिचको त्यो चाइना बोर्डर नेपाल उयो हुन्छ के पो बोर्डर होइन के सिना भन्नुहुन्छ नि सिमाना यो चाहिँ यतापट्टि जाने बसन्तपुर यतापट्टि जाने डाँडा खड्का उतापट्टि जाने पाथिभरा मन्दिर होइन उता कता अनि यो चाहिँ बस स्ट्यान्ड है यो चाहिँ बस स्ट्यान्ड हो बनिँदैछ के देखाउनु गाइजहरूलाई अब देखाउनु त मन छैन र पनि देखाइदिएको नि होइन त्यो अर्को आएन उता त्यो दुईजना चाहिँ चल्दियो ल अब आज चाहिँ एक गोल खाइयो यत्रो यत्रो फुच्चेहरूले हामीले होइन त्यो पनि दुःख मन छैन A few moments later. लास्ट अफ फुल्ला के भयो तामाङ देखिँदैन अनुहार 0.5 हुँदैन के भएर तामाङ घरबाट के भन्छ अरे ए सेवा साथीभाइहरू तपाईँहरू के कसो हुनुहुन्छ म अनि सन्चै छु अनि देखेको के भन्नु मजाले अलिक त्यस्तो अझै देखेको छैन भयो अनि तपाईँहरू कस्तो लाग्छ यहाँ घुम्ने ठाउँहरू बड दामी दामी छ बसन्तपुरमा आउनु होला तपाईँहरू अनि के भनौँ अब भन्ने शब्दै आएन हौ मलाई त यहाँ केटाहरू दुईवटा लट्ठुवाहरू चाहिँ हिँड्दैछ यो केटाहरू ग्याङस्टरहरू फेरि आमा ग्याङस्टर भाइ भाइ के भाइ तैँले मेरो गर्लफ्रेन्डले चिस्कायो अरे भाइ ओ भाइ गर्लफ्रेन्डले तैँले मेरो गर्लफ्रेन्ड चिस्कायो अरे भाइ गर्छ भाइ यो भाइ के रे भाइ के रे
फेरि भाइ यस्तो समातेर नि फेरि भाइ यस्तो समातेर नि ता बनाइदिन्छु नि भाइ फेरि हुने होइन नि भाइ फेरि यहाँ चाहिँ डिप्पी केटाहरू छ है आम्मा फेरि केटाहरूको ओइ हात दुख्दो रहेछ केटाहरूको फेरि हिँडाइ चाहिँ मोडलमा जाने हो नि त हो हिँडाइ चाहिँ फेरि केटाहरूको यति नै छ है यसरी हिँड्छ हौ सेक्सी केटी आज अलिक पेन माथि भएन र धेरै तल पनि आउनु हुँदैन नि त यस्तै छ है हाम्रो बसन्तपुर ठाउँमा चाहिँ नमुनाहरू धेरै छ धेरै आम्मा के को रिप्पी भन्छ को ग्याङस्टर होइन केटाहरू गर्नु चाहिँ नसकेको नभए त यसो अमेरिकन टल आइडल कि ट्यालेन्टमा जाने खालको हुने अब एकजना फेरि कोही गिटार बजाउने कोही भोकलिस्ट अरे कोही ड्रमर अरे कोही ड्रिप्पी अरे आमा ड्रिप्पी पनि फेरि कस्तो अरे यस्तो अरे यस्तो दिन्छ फेरि यस्तो कोही फेरि ग्याङस्टरको बा उयो के अरे लिडर अनि के पो अरे त्यो दोकानमा के पो भन्नुभयो हजुरले अङ्कल पुलाउ पाउँछ अरे के अरे त्यसको नाम खोइ झिक्छ त्यो फेरि एकपल्ट क्र्याप्स झिक यहाँ देखाइदिइ हाल्ने हो यहाँ चाहिँ के अरे यसको नाम यो हेर्नु है तपाईँहरूले चिनिसक्नुभयो होइन अब यसले भन्छ है नाम के अरे यसको नाम क्र्याप्स क्र्याप्स फेरि भन्नुहोस् त एकपल्ट गङ्गा यसको नाम चाहिँ क्र्याप्स अरे है हेर्नुहोस् है अब के भन्नु अब नमुना छ क्या बसन्तपुरमा त क्र्याप्स अरे अब यसले कसैले भन्छ यसलाई क्र्याप्स भन्नु त अघि त झन् दोकानमा त पुलाउ दिन्न अरे यसलाई त पुलाउ दिन्न अङ्कल अरे क्या यसलाई त अघि त झन् झन् यो पापड भन्नु चाहिँ आउँदो रहेछ पापड चाहिँ दिन्न दुइटा अरे अनि कस्तो ब्रल देखाएको यार अनि हाम्रो गोल खेल्ने ग्राउन्ड चाहिँ यही हो है यस्तै छ अब यहाँनिर गोल खेलिन्छ हामी भ्युज हेर्नु दाइ ए गाइड्स भ्युज हेर्नुहोस् भ्युज दामी छ भ्यू चाहिँ दामी मौसम छ पानी पनि पर्नु लागिरहेछ कहिले घाम लागिदिन्छ कहिले पानी परिदिन्छ यस्तै छ बसन्तपुर त विदेश भन्दा नि दामी छ नि हौ बसाउँदैछ के हुन्छ त बसायो भने चाहिँ माथिको भ्युज हेर्नु न गाइज आमामा भ्यू त यतिको भ्यू पाउनलाई त स्वर्गै जानुपर्छ गाइज यो चाहिँ स्कुल बस ए भरे यत्रो बोलेको भरे रोकेर क्या रोकेर ल एकछिन पचान्दिउँ है ल अहिलेको लागि चाहिँ हामी एकछिन विश्राम लिन्छु